आज चाहिँ डे 2 आजको दिनको सुरुवात चाहिँ मेरो थाइरोइडको औषधि खाने, पानी घोर्ने, कपडा धुने, बिस्तारा मिलाउने, अब सब त्यही त हो। घर सरसफाइ गर्ने, बडार बुडुर पुसपास गर्नु पर्यो, त्यही सब गरेर सुरु गरेँ। यो सब गर्दाखेरि मैले पहिला मम्मी बाबाले खियारी गर्नु दो, बिहानै 5-6 बजी उठ्ने, त्यत्रो काम भ्याएर 8:30 बजीसम्म त मम्मीले खाना बनाएर भ्याइसक्नुहुन्थ्यो कि कति छिटो गर्नु दो। बाबा पनि बिचरा 5 बजी उठेर भैँसीलाई गर्न पर्यो, त्यो सब गरेर स्कुल गएर फेरि 9 बजी आएर खाना खाएर जानुहुन्थ्यो बिचरा। कति गाह्रो हुँदो अझै जोइन्ट फ्यामिलीमा भन्ने सोच्छु कि आजकल आफूले काम गर्ने बेला आजकल आफूलाई परेदेखि बल्ल बुझिनु रहेछ कि अब बुझेर नि के हार्ने, छोरीको कर्म पराइ घर खानै पर्यो। कहिल्यै केही खुसी सुख दिन सकिनँ कि अझै मैले त झन् यिनी कुरा फेरि जति गरे त्यति निस्किन्छन्। क्या म बाबुलाई गर्छु के अरे पाउरोटी तताइदिन्छु, मेरो छोरीलाई कति मनपर्छ पाउरोटी र चिया। फेरि अनि नास्ता फेरि पसलमा बसेर बिहानको नास्ता खाने, कस्तरी खा पाउरोटी र चिया। यस्ता खान पाए त के चाहियो र अरू। आज फेरि कति चिसो मौसम के, पानी परेर बिहानैदेखि पानी परेर बाहिर पानी परे भन्दै देखाएको थिएँ मैले। कति ठुलो पर्यो भाइ दिउँसोतिर त अझै पानी। मलाई फेरि पानी परे यति खुसी लाग्छ। कति गर्मी हुन्छ यहाँ शिवालयमा, फेरि गर्मीमा फेरि दही खान पाए के चाहियो मेरो छोरालाई। दही खाएर फेरि यहाँ नाचे। यसको फेभरेट गीत हो क्या यो आजकल। कुनै के मन परेको यस्तो गीत यसलाई आफै गाउँदै हो कि नाच्ने पनि। उहाँ म रियल भोइस राखिदिन्छु यसको।